हामीले सुनिसक्यौँ। अब हामीसँग हुनुहुन्छ यो देशलाई चलचित्रको माध्यमबाट, मोडलिङको माध्यमबाट लगभग इलामलाई चिनाउने हाम्रो इलामेली हिरो। उहाँको कैयौँ गीतहरू अनि 30भन्दा बढी नेपाली चलचित्रहरू उहाँले खेलिसक्नु भएको छ। किसान, उहाँ आफै पनि किसान हुनुहुन्छ। गाउँमा जाँदा आफै खेती गर्नुहुन्छ। बजारमा आउँदाखेरि आफू चाहिँ एउटा चलचित्रको पर्दा जान्छु। हामी चाहिँ उहाँलाई भन्ने गर्छौँ वास्तविक हिरो, पर्दाको हिरो होइन कि वास्तविक हिरो। किसानलाई माया गरेर हाम्रो निमन्त्रणलाई स्वीकारेर आउनुभएको छ। उहाँले आजको यो बजारमा बिहानदेखि अहिलेसम्म खटिरहँदा पाउनुभएको अनुभव सरसर्ती प्लिज। सर्वप्रथम नमस्ते। म पहिलादेखि नै इलामबाट काठमाडौँ एउटा कलाकार बन्ने सपना बोकेर आउँदैखेरिदेखि पनि कलाको साथसाथमै गाउँले चिजहरू मेरो इलामलाई मेरो दानाबारी त्यतिखेर थियो, दानाबारीलाई चिनाउँछु भनेर आएको थिएँ। त्यस पछाडि माई नगरपालिका भयो, त्यस पछाडि इलाम भयो, हुँदै हुँदै कोशी प्रदेश, अब नेपाललाई चिनाउनलाई म विश्वको 52-55 देश गइसकेको छु। अब माननीयज्यू यहीँ हुनुहुन्छ, कलिलो युवक हुनुहुन्छ, कुन पार्टीबाट प्रतिनिधित्व गर्नुभएको छ सबैलाई थाहा छ। तर उहाँ पार्टीभन्दा पनि ठुलो कुरा चाहिँ आफ्नो जिल्लालाई, आफ्नो देशलाई, आफ्नो अर्ग्यानिक चिजहरूलाई र अहिले पनि आएर सदनमा धेरै कुराहरू उठ्छन्, उफ्रेर चटक देखाएर भन्दा पनि मौन तरिकाले पनि चाहिँ देशलाई चाहिँ परिवर्तन गर्नको लागि चाहिँ विरोध गर्न सकिन्छ भने त यो युरोपतिर प्रायः जस्तो म जाँदाखेरि त्यतातिर चाहिँ बढी हुन्छ, अमेरिकातिर। तसर्थ नेपालमा पनि यो एउटा नयाँ चलन उहाँले ल्याउनु भएको छ। नयाँ त भन्दा पनि एउटा राम्रो किसिमको। अब यतातिर लागौँ, यो मौलिकको रूपमा चाहिँ जस्तो दाइले चाहिँ मलाई जहिले पनि राम दाइले चाहिँ कार्यक्रमहरूमा बोलाइराख्नुहुन्छ र म विश्वभरि जाँदाखेरि चाहिँ हाम्रो देशका चिजहरू, चियादेखि लिएर हाम्रो गुन्द्रुकहरू हैन, भटमासहरू, हरेक चिजहरू, फिल्मको साथसाथमै हरेक चिजहरू चाहिँ विदेशमा पनि जाओस् भन्ने चाहना छ। तर यो सरकारले गरिदिनुपर्छ मात्रै मान्छेले भन्छन्, हाम्रो सोच चाहिँ सरकारले मात्रै गरिदियोस् भन्ने चाहना छ। तर हाम्रो सोच चाहिँ के रहेछ भने हामी सामान्य एउटा घरबाट पनि एउटा टमाटर किन्न जाँदाखेरि 50 रुपियाँको टमाटर पर्यो भने अर्ग्यानिक चाहिँ 180 रुपियाँ जति पर्छ। त्यो चाहिँ किनभने थोरै फल्ने होइन, अनि अलिकति बढी मेहनत गर्नुपर्ने। तर हाम्रो फ्यामिलीमा चाहिँ के हुन्छ भने 50बाट घटाउँदै घटाउँदै 1 घन्टा लाएर बार्गेन गरेर 25मा चाहिँ ल्याउनु पर्यो। तर त्यो चिज जस्तो सुके होस्, मैले सामान्य एउटा टमाटरको मात्रै कुरा गरेँ। अर्ग्यानिक चिजहरू 2-4 पैसा महँगो त हुन्छन् नै, तर भोलिको दिनमा कालान्तरमा चाहिँ त्यो चिजले के गर्दो रहेछ भने हाम्रो शरीरमा चाहिँ पछि गएर लाखौँ लाग्न सक्छ हामीलाई चाहिँ। अब त्यो औषधि उपचारको लागि त्यो नेगेटिभ रूपमा चाहिँ औषधि, त्यो विषादी चिजहरूले। त्यस भएर अहिले हाम्रो फ्यामिलीदेखि नै, सामान्य किचनदेखि नै सोच्नु चाहिँ पर्ने आवश्यकता रहेछ। राम्रो चिज खाउँ, गाउँको खाउँ। अघि हाम्रो प्रहलाद सरले भने जस्तै हामीले जस्तो मही खायौँ, हामी कोकोकोला, अब अरू विदेशी चिज नबेचौँ भन्ने कुरा चाहिँ यो देशको रूपमा चाहिँ हितको कुरा होइन। किनभने नेपालका चिज पनि विदेशमा गएर बिक्छन्, विदेशका चिज पनि नेपालमा बिक्छन्। तर नेपालमा भएको चिजहरू चाहिँ हामीले उपभोग गर्न सक्यो भने, युज गर्न सक्यो भने चाहिँ पक्कै पनि हामीलाई चाहिँ घर घरमै हाम्रो बुवा आमा बुढापाकाहरूले चाहिँ डाइरेक्ट उहाँ चाहिँ पैसा जान सक्छ, हाम्रो गाउँ पैसा जान सक्छ। तसर्थ यो चियाका कुराहरू, यो महीका कुराहरू आए, यहाँ मकैका कुराहरू आए। बाल्यकालमा हामी चाहिँ चामल हुँदैन थियो धानको होइन, गाउँमा हामी चाहिँ मकै मात्रै फल्थ्यो। कति मकैको खानु, फर्सीको मुन्टा कति खानु, घेरौला कति खानु भन्थ्यौँ। तर आज आएर त्यही चिज चाहिँ कहाँ पाइन्छ भनेर चाहिँ हामी खोजिरहेको छौँ। तसर्थ हजुरले गर्नुभएको एकदमै राम्रो कार्य छ। अब अघि सरले भने जस्तै धेरै नेताहरूले चाहिँ हैन आए ल हुन्छ भन्ने कुराहरू थियो, तर पक्कै पनि उहाँले त्यो गर्नुहुन्न है। किनभने उहाँ लागि नै राख्नु भएको छ, किसानको छोरो। हामी कला क्षेत्रमा छौँ, हामी पनि लागि नै रहेका छौँ। नेपालमा यो चिज पाउँछ भन्ने विश्वलाई थाहा छ। तर एउटा कुरा चाहिँ हजुरले चाहिँ अब सदनमा हुनुहुन्छ हजुर, त्यहाँ चाहिँ हुँदाखेरि के गरिदिनु पर्यो भने हामीलाई यो वातावरण, म्यानुफ्याक्चर डेट सहितको चाहिँ विदेशमा बेच्न सक्ने वातावरण, नेपालमा पनि यो चिजले चाहिँ यस्तो राम्रो गर्छ भन्ने चाहिँ एकदम चाहिँ एउटा वातावरण चाहिँ खुलाइदियो भने अब यहाँ चाहिँ उद्यमीहरू त धेरै नै हुन्छन्, व्यवसायीहरू धेरै नै हुन्छन्। सबै सरकारले मात्रै नगर्न सक्छ, सबै व्यक्तिले मात्रै गरेर पनि नहुन सक्छ, सबै हामी कला क्षेत्र हरेक क्षेत्रबाट पनि नहुन सक्छ। तसर्थ हजुरहरूले यो जुन काम गर्नुभएको छ, इलामदेखि लिएर ओखलढुङ्गादेखि लिएर तेह्रथुम सबै ठाउँको, सुदूरपश्चिमदेखि लिएर सबै ठाउँको चिज छ। एकचोटि आएर हेरिदिनु होला। र हामीले त क्युआर गरिसक्यौँ, अब हजुरले गर्नु होला। अब यहीँबाट लानु भन्दा पनि क्युआरबाट सबै चिज पाइँदो रहेछ। यो मौलिक भान्साघरमा पाउँछ होइन सबै चिज। ल उहाँको चिया चाहिँ मैले त लाली गुराँसकोदेखि लिएर चाहिँ मेरो पोडकास्टहरूमा धेरै कार्यक्रमहरू दिनुहुन्थ्यो, धेरैले मन पराएको थियो। मैले अघि उहाँ कुरा पनि गरेँ आउँदैछ भनेर। त्यो लाली गुराँसको चाहिँ जुन चिया बनाउनु भएको रहेछ कि त्यो चाहिँ वर्ल्डकै टप क्या, त्यो यस्तो मन पराइदिनु भयो। त्यो अर्को अर्ग्यानिक ओपन छ चिया पनि रहेछ, एकदम धेरै खुसी लाग्यो। थ्याङ्क यू।